जीवनमा तपाईले जो ज्ञानी छ उसलाई बुझाउन सक्नुहुन्छ, जो अज्ञानी छ उसलाई पनि बुझाउन सक्नुहुन्छ, तर जो अहङ्कारी छ उसलाई कहिले पनि बुझाउन सक्नुहुन्न। उसलाई त केवल समयले मात्रै बुझाउन सक्छ। यदि तपाईँ कसैलाई एकचोटि माफ गर्नुभयो भने तपाईँ बुद्धिमान हुनुहुन्छ। अर्को पटक पनि माफ गर्नुभयो भने तपाईँ एकदमै कोमल हृदयको हुनुहुन्छ। तर एउटै व्यक्तिलाई तेस्रो पटक पनि माफ गर्नुभयो भने तपाईँ संसारको सबभन्दा ठुलो मूर्ख व्यक्ति हुनुहुन्छ। जिन्दगीको मार्गमा एउटा सानो मानिस ठुलो अवसरमा काम आउन सक्छन्, तर एउटा ठुलो मानिसले सानो कुरामा पनि औकात देखाइदिन्छन्। तपाईले जिन्दगीमा सही मानिसलाई खोज्ने कार्य कहिल्यै पनि नगर्नुहोस्। तपाईँ आफू नै सही बनिदिनुहोस्। के थाहा, तपाईलाई भेटेर कसैको सही मानिस खोज्ने काम नै रोकिन सक्छ। जो मानिसले तपाईको दुःखमा आफ्नो खुसी बिर्सन्छन् ती मानिसभन्दा बढी तपाईको आफ्नो कोही पनि हुन सक्दैन। हाम्रो विचारले नै हामीलाई बनाउँछन्, त्यसैले शब्दमा होइन आफ्नो विचारमा ध्यान दिनुहोस्, किनकि तपाईको जस्तो विचार हुन्छ तपाईँ त्यस्तै बन्नुहुन्छ। तपाईले आफ्नो सङ्गतको विशेष ध्यान राख्नुहोस्, किनभने सफलता सधैँ राम्रो विचारबाट आउँछन् र राम्रो विचार सधैँ असल व्यक्तिको सङ्गतबाट आउँछ। तपाईले आफ्नो बुद्धिको प्रयोग गरेर पैसा कमाउन सक्नुहुन्छ, तर तपाईँ आफ्नो पैसाले बुद्धि प्राप्त गर्न सक्नुहुन्न। जहाँ तपाईको इज्जत हुँदैन त्यहाँ कहिल्यै पनि नजानुहोस्, चाहे त्यो कसैको घर होस् वा कसैको मन नै किन नहोस्। जो व्यक्तिले तपाईको इज्जत गर्दैन त्यस व्यक्तिको आसपास कहिल्यै पनि नजानुहोस्, किनकि उसले न त तपाईको इज्जत गर्छ न त तपाईको इज्जत बढाउँछ।